लाग्छ सम्पूर्ण मित्रहरूमा मेरो काम कस्तो के काम गर्नुहुन्छ भन्ने साथीहरूको लागि है, मित्रहरूको लागि यो चाहिँ म चाहिँ डेली काम यस्तै हो। अहिले चाहिँ मासु काट्दैछु होइन, एक्लै भएको मौका पारेर चाहिँ भिडियो बनाउन सफल भएको छु। मेरो काम चाहिँ यस्तै मासु काट्ने होइन, अब चिया बनाउने, खाजा बनाउने यस्तै हो हजुर। अनि यस्तै छ काम। अब पढाइ नभएको मान्छेको काम यतिको हो, के गर्नु होइन। अब पढाइ भएको भए त कुर्सीमा आनन्दले बसिकन मिल्ने काम पाउँथ्यो होला। त्यही भएर पढाइ पनि छैन, त्यही भएर पढाइ नभएको मान्छेको काम यस्तै हो हजुर। त्यही पनि यतिको त बल्ल तल्ल यति मासु काट्न जानियो। अनि पहिला त यति गर्न पनि यति गाह्रो हुन्थ्यो कि मलाई थरथर हात काम्थ्यो होइन, यसरी चक्कु चलाउँदा पनि। अनि अहिले चाहिँ मजाले काट्न सक्ने भएको छु। अनि अब बुढो एक्लैलाई कति दुःख दिनु होइन, काम भनेको मिलिजुली गर्नुपर्छ भन्ने लागेर चाहिँ म आफै यतिको काम गर्न सक्ने भएको छु। बुढोलाई मात्रै दुःख दिदिनँ म चाहिँ। अनि हजुरहरूले के गर्नुहुन्छ? सकेसम्म आफूले सक्ने काम भनेको सानो ठुलो हुँदैन होइन, राम्रो नराम्रो भन्ने हुँदैन। अनि जे काम भए पनि मिलिजुली गर्नुभएको राम्रो हुन्छ। एक्लैले काम गऱ्यो भने कता मात्रै हेर्नु होइन, बुढाले अनि मेरो त सानो बच्चा बोकी यही काम गरेको हो। अहिले त अब बाबु पनि बोक्नु पर्दैन, ठुलो भयो। अहिले त अब आफू एक्लैले राम्रोसँग काम गर्न पाउने। अनि त्यही भएर अलिकति खुसी लाग्छ। पहिला त यति दुःख थियो कि बाबु काँधमा बोकी यसरी हात चलाउनु पर्थ्यो है। त्यो दुःख सम्झिँदा त अहिले पनि एक्लै भयो भने होइन, यसरी बोल्दा पनि आँखा रसाइहाल्छ होइन, के गर्नु। दुःख त जीवनमा धेरै गरियो, मान्छेले सोचेको जस्तो हुँदैन। यो काम पनि यतिको गर्न सक्छु भन्ने त मैले सोचेको पनि थिएन होइन। अब मेरो समय परिस्थितिले गर्दा यतिको बनाइयो। यस्तै हो मेरो काम चाहिँ होइन, आँखा रसाइहाल्छ यसरी दुःख सम्झिने बित्तिकै होइन। आफू पसिना पनि यत्तिकै छ, अनि दुःख सम्झिने बित्तिकै त म त कस्तो हुन्छु भने झन् बोल्नै सकिँदैन के गर्नु। यस्तै छ दुःखी जिन्दगी मेरो त यस्तै हो। अनि हजुरहरूको भन्नुहोस् है त, कमेन्ट गर्नु होला।